शिशिर उजाड युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। हामी विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अध्ययन अवलोकन गर्ने क्रममा यति बेला पोखराको प्रसिद्ध पर्यटकीय स्थल महेन्द्र गुफा परिसरमा आइपुगेका छौँ। तपाईँले मेरो पछाडि देख्न सक्नुहुनेछ महेन्द्र गुफा परिसरमा रहेको डाली पार्क। आज यो महेन्द्र गुफा परिसरमा रहेको डाली पार्कबाट मैले विशेष गरी महेन्द्र गुफाको धार्मिक र पर्यटकीय महत्त्वका विषयमा जानकारी दिने उद्देश्यले तपाईँहरूका बिचमा उपस्थित भएको छु। तपाईले शिशिर उजाड युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। लाइक, शेयर र कमेन्ट त छँदैछ। महेन्द्र गुफा जो स्वदेशमा मात्र होइन विदेशमा पनि निकै प्रचलित रहेको छ। यही महेन्द्र गुफा विक्रमसम्म 2008 सालमा यहाँका स्थानीय बासिन्दाले पत्ता लगाएका थिए। त्यसभन्दा अगाडि यसलाई अँधेरी भुहानका नामले चिनिने गरिन्थ्यो र 2016 सालमा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवको अध्ययन अवलोकनपछि यस गुफाको नाम महेन्द्र गुफा रहन गएको जानकारहरू बताउँछन्। आज म त्यही पर्यटकीय स्थल महेन्द्र गुफाको यो परिसरमा रहेको छु। यहाँ वार्षिक रूपमा लाखौं पर्यटकहरू अवलोकनका लागि आउने गरेका छन्, जसका कारण पनि महेन्द्र गुफाको प्राकृतिक तथा धार्मिक महत्त्व बढ्दै गइरहेको छ। पोखरा आइसकेपछि महेन्द्र गुफा प्रमुख गन्तव्यको रूपमा चिनिने गरेको छ र यहाँका पर्यटन व्यवसायीहरूले पनि महेन्द्र गुफालाई प्राकृतिक गुफाको रूपमा अध्ययन र अवलोकन गराउनका निमित्त स्वदेशी तथा विदेशी पर्यटकहरूलाई महेन्द्र गुफासम्म ल्याउने गरेका छन्। पछिल्लो समय महेन्द्र गुफा सौन्दर्यकरणका नाममा विभिन्न किसिमका योजनाहरू यहाँ बनेका छन्, जसले गर्दा पनि महेन्द्र गुफाको प्राकृतिक सौन्दर्यता बढ्दै गइरहेको छ। सँगसँगै यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ। विभिन्न प्रकारका पर्यटकहरू यहाँ अवलोकनका लागि आउने गरेका छन्। महेन्द्र गुफाको परिसरमा अध्ययन अवलोकन गर्दै जाँदाखेरि यहाँ विशेष गरी भारतको कोलकाताबाट आउनुभएका एकजना मण्डल जसले बाँसुरी बजाइरहनु भएको थियो, उहाँको त्यो बाँसुरीको आवाज म यहाँहरूका लागि प्रस्तुत गर्नेछु। सँगसँगै यहाँ आउने धार्मिक पर्यटकहरू जो आफ्नै सुरमा भजन गाउने र नाच्ने पनि गर्नुहुन्छ, उहाँको भजन गाएर नचाहि पनि आजको यो दृश्यमा म देखाउनेछु।
तपाईलाई कस्तो लाग्यो? शिशिर उजाड युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला, लाइक शेयर र कमेन्ट पनि गर्नुहोला। यस्तै गतिविधि अन्य ठाउँहरूको म जानकारी दिँदै जानेछु। नमस्कार।